Hello everyone, it's me Vivek Faizu. र आज चाहिँ म Duke 250cc को all the specification भन्न गइरहेको छु। यो बाइकको कुरा गर्नु पर्दा चाहिँ यसको पछाडीको टायर चाहिँ 150/70 R17 सेक्सनको टायर। यो बाइकको अगाडि चाहिँ 110/70 R17 सेक्सनको टायर युज भएको छ। यो बाइकको ट्याङ्कको कुरा गर्नु पर्दा चाहिँ 15 लिटरको ट्याङ्क छ भने डिस्प्लेको कुरा गर्नु यो बाइकमा सक चाहिँ 43 mm को पाउन सक्नुहुन्छ। यो बाइकमा इन्जिनको कुरा गर्नु पर्दा चाहिँ 250cc सिंगल सिलिन्डर लिक्विड कुल इन्जिन पाउन सक्नुहुन्छ। चाहिँ बनाना सिङ्गाम पाउन सक्नुहुन्छ, जसले गर्दा चाहिँ बाइकको स्टेबिलिटी एकदम राम्रो गर्छ। यो बाइकमा लाइटको कुरा गर्नु पर्दा चाहिँ LED लाइट युज भएको छ, जसले गर्दा चाहिँ यो बाइकलाई चाहिँ एकदम राम्रो बनाउँछ र प्रिमियम बनाउँछ। टायरको कुरा गर्नु पर्दा चाहिँ रेडियल टायर युज भएको छ, जसले गर्दा चाहिँ कर्नरिङमा एकदम फल्किन्छ। र ब्रेकको कुरा गर्नु पर्दा ब्राइडीको ब्रेक युज भएको छ भने अगाडि र पछाडि। र तपाईँले ट्र्याक्सन कन्ट्रोल पनि पाउनुहुन्छ यो बाइकमा। र मोडको कुरा गर्नु पर्दा चाहिँ दुईवटा मोड पाउनुहुन्छ। यो बाइकमा चाहिँ दुईवटा मोड पाउनुहुन्छ, वान इज ट्र्याक मोड, अर्को चाहिँ स्पिड मोड। र यो बाइकको पावरको कुरा गर्नु पर्दा चाहिँ 31 PS at 9200 RPM। at 7250 RPM मा दिने गर्छ। र यो बाइकमा तपाईँले चाहिँ सुपर मोटो ABS पनि पाउन सक्नुहुन्छ, जसले गर्दा चाहिँ तपाईँले पछाडिको ABS अफ गरेर चाहिँ बाइक चलाउन सक्नुहुन्छ। तपाईँले स्लिपर क्लच र सिक्टर पनि पाउन सक्नुहुन्छ, जसले गर्दा चाहिँ राइड चाहिँ एकदम स्मुथ। यसमा स्विच गियरको कुरा गर्नु पर्दा चाहिँ स्विच गियर चाहिँ एकदम प्रिमियम छ। र यहाँ चाहिँ तपाईँले हजार्ड स्विच पाउन सक्नुहुन्छ, यहाँ चाहिँ पास लाइट पाउन सक्नुहुन्छ, TFT डिस्प्ले भइहाल्यो होइन। मिररको कुरा गर्नु पर्दा चाहिँ मिरर पनि एकदम प्रिमियम छ। र यसको लुकको कुरा गर्नु पर्दा चाहिँ कता कता सुपर डुक चाहिँ झल्किन्छ। सो यो बाइक चाहिँ मलाई पर्सनली भन्नुपर्दा चाहिँ वान अफ द फाइनेस्ट अथवा एकदम मनपर्ने बाइक हो। र आजको भिडियोलाई चाहिँ यति नै गर्न चाहेँ र सबैलाई थ्याङ्क यू फर वाचिङ भन्न चाहन्छु। पिस आउट। Ain't nobody stopping me.